गुड मर्निङ। कर्म नगरी उपाय छैन भनेर भनियो। त कर्म गर्ने क्रममा कसरी हुने गर्छ कर्म भन्ने विषयमा केही चर्चा। कर्म दुखी आत्मा अथवा सुखी आत्मा कर्म दुवैले गर्नुपर्ने हुन्छ, किनभने दुःख सुख यो संसारको नियम हो, नियतिको खेल हो। त दुखी आत्मा दुखी मनले कर्म गर्ने क्रममा यदि एक त ऊ के कारणले दुखी छ, कुन जुनीको भनौँ या यही जुनीको भनौँ, केही कारण त छ दुःखको। त्यो दुःखको कारणमा उसले कर्म गर्ने क्रममा यदि भित्र शान्तिको भावनाले कर्म गर्न सकेन, झन् अरूलाई नै दुःख थुपार्दै यसका कारणले मलाई दुःख भएको हो भनेर झन् दुःखमा दुःखै मन दुखी मन हुने गरी कर्म गर्यो भने त्यो आत्मा त्यो मनले गरेको कर्म दुःखमा झन् दुःख थप्दै जानेछ। पार पाउन असम्भव, झन् कठिन भयो। तर दुखी आत्माले यदि राम्रो मनले, शान्त मनले यो मेरो नियतिले मलाई दिएको दुःख त होला भनेर कर्म गर्यो भने त्यो पार पाउँछ, त्यसलाई सुखतिर लैजान्छ विधाताले। त्यसै गरी सुखी आत्मा सुखी मनले कर्म गर्दा यदि त्यसले यी दुखी आत्माले दुःख पाउनुको कारणहरू के हो, म पो सुखी छु त, यी दुखी मनहरू दुःख पाउनको कारण पक्कै केही कमी कमजोरी हो भन्ने मान्दैन र आफ्नो सुखलाई अरूको सुख पनि सबैको सुखै छ भनेर कसैको दुःख देख्ने कोसिस गर्दैन भने सम्झिनुहोस् त्यो सुखी आत्मा फेरि दुःखमा पल्टिहाल्नेछ। भनाइको मतलब त्यसैले भन्ने गरिन्छ पुर्खाहरू, न दुःखमा आत्तिनुहोस् न सुखमा मात्तिनुहोस्। हवस् त, नमस्ते। आजको चिन्तन।